हेर डल्लु आज एउटा बिस्कुट गेम खेलौँ। बिस्कुट गेम खेल्ने बेला कसरी खेल्ने भनेपछि बिस्कुटलाई निधारमा राख्ने अनि त्यसपछि मुखले खाने। जसले पहिले बिस्कुट कोप्ल्याक्क मुखमा हाल्छ त्यसैले गेम जित्छ अनि रु 500 रुपियाँ पुरस्कार पनि पाउँछ। खेल्ने हो? हुन्छ। खेल्ने ल त। एउटा बिस्कुट समाउने अनि झल्टुङ गर्न पाइन्न। यहाँबाट निधारमा राख्ने पहिले अनि त्यसपछि पप्प मुखले खाने। थाहा छ नि? दायाँ बायाँ यता उता केही हुन्न। खै निधारमा राख। निधारमा छ छैन? छ नि? ल खान सुरु। खाइसक्ला है। मैले त खाइसक्ला है। ल उसले जितिसकेछ। यो मेरो निधारमा त चक्या पो छ त। टक्ला छ नि? यो यहाँ झर्न पर्ने। उसले खाइसकेसम्म अड्डिरहन्छ। अब मैले गर्नु के? किस्मतमा नभएपछि यस्तै हुन्छ। अब यो मैले जितुला भनेको यो टाँसे बल्ल मोर्छ। यसका बाजी मैले जिते।